म मोटो छु। म दिन प्रतिदिन मोटाउँदै गइरहेको थिएँ साथीहरू। अनि अब यसरी मोटाउनु हुँदैन, म दुब्लाउनु पर्छ भन्ने सोचेर मैले हिजो बेलुका खाना कम खाएर सुतेँ के भगवान्! म त रातभरि भोकले सुत्नै सकिनँ। यति भोक लागेको थियो मलाई। अनि बिहान हुने बित्तिकै म जुरुक्क उठेर यताउति केही नसोचिकन चाउचाउ बनाउनुतिर लागेँ। चाउचाउ छिटो पनि हुन्छ, मिठो पनि हुन्छ। त्यसैले मलाई चाउचाउ एकदमै मनपर्छ। मलाई फेरि चाउचाउ पकाउन र केटीहरू फकाउन कसैले सक्दैन। चाउचाउ पकाउन केही चाहिँदैन साथीहरू, बस पानी तताउने भाँडो, ग्यास भए पुग्छ अनि अलिकति जाँगर पनि चाहिन्छ है साथीहरू। मलाई त फेरि चाउचाउ पकाउन भाँडा पनि चाहिँदैन। म यो लगाइरहेको टोपीमा पनि मैले पानी उमालेर चाउचाउ पकाउन सक्छु। चाउचाउको लागि यता पानी उम्लिँदै गर्छ, म चाहिँ त्यति बेला आफ्नो ज्यान उमाल्दै गर्छु यसरी एक्सर्साइज गरेर। एक्सर्साइज गऱ्यो भने चाहिँ तौल घट्छ अरे, त्यही भएर म चाहिँ सधैँ एक्सर्साइज गरिहाल्छु खाली खाली टाइममा। अलिकति टाइम पाउने बित्तिकै म उफ्रिन थालिहाल्छु। म घरमा पनि कहिल्यै खाना नबनाउने मान्छे। तर मासु ल्याएको दिन चाहिँ मलाई खाना बनाउन एकदमै मन पर्थ्यो। मासु बनाउन खोज्दाखेरि घरका मान्छेहरूले अरू बेला चाहिँ कहाँ जान्छस् खाना बनाउन, मासु बनाउने बेला मात्र आउँछस् भनेर गाली गर्थ्यो। खैर मासु कुरा छोडिदिउँ, यहाँ मासु छैन, यहाँ चाउचाउ छ। त्यसैले चाउचाउको कुरातिर जोड दिउँ। यो जाडोको बेला चाउचाउ खान एकदमै मजा आउँछ। आम्मामा! ओहो! गफै गफमा मैले धन्न तपाईँको अन्डा फुटाएर हाल्न बिर्सेको छु। चाउचाउमा अन्डा त हाल्नै पर्यो नि होइन? चाउचाउ र अन्डाको कम्बिनेसन चाहिँ एकदमै बब्बाले हुन्छ। चाउचाउमा अन्डा भएन भने अलिक खल्लो खल्लो लाग्छ मलाई चाहिँ। लगभग मेरो चाउचाउ अब पुरा रूपमा रेडी भइसक्यो। मेरो साथीहरू सबै सुतिरहेको छ। साथीहरू उठ्नुभन्दा अगाडि नै मैले यो चाउचाउ खाइसक्नुपर्छ। मैले पकाएको चाउचाउको गन्ध साथीहरूको नाकमा पनि पर्नु हुँदैन। तपाईँहरू चाउचाउमा नुन कति खानुहुन्छ कुन्नी? मलाई चाहिँ नुन टक्क जिब्रोमै लाग्ने हुनुपर्छ। नुन कम भयो भने चाहिँ खल्लो हुन्छ। त्यसैले म चाहिँ नुन हल्का हाल्छु है। आज चाहिँ मैले सोचेको जस्तै भयो। साथीहरू उठ्नुभन्दा अगाडि नै चाउचाउ रेडी भयो। नत्र साथीहरूलाई पनि चाउचाउ दिनु पर्थ्यो। आम्मामा! म यति धेरै खुसी छु। आहाहा! म सबै कुरा सेयर गर्न सक्छु। तर चाउचाउ खानेकुरा साथीहरूसँग कहिल्यै बाँड्न सक्दिनँ। तपाईँहरू मलाई लोभी भन्नुहोस् या हाँडी कप्टी। चाउचाउ मिठो भएछ। थ्याङ्क यू।